यसपालि एउटै दललाई बहुमत, राज्यको बागडोर कसको हातमा दिने उसलाई मात्र भोट। निर्णय तपाईको हातमा छ। कहिले एमाले र काङ्ग्रेस मिल्ने, कहिले माओवादी र एमाले। नेपालको राजनीति त म्युजिकल चेयर जस्तै भइरहेको छ। सरकार मिलिजुली होइन, यहाँ त बाँडीचुडी खाइरहेका छन्। जबसम्म सरकार ढल्ने र बन्ने खेल चलिरहन्छ तबसम्म देश बन्ने त कुरै छोडौँ, जग पनि बस्दैन। यो प्रतिनिधि सभाको चुनाव हो जसले देशको भविष्यको बागडोर सम्हाल्नेछ। हाम्रो अवस्था नाजुक हुनुको एउटै कारण हो अस्थिर सरकार। एउटै दलको बहुमत नहुँदा साना साना स्वार्थमा सरकार ढल्छ। भागबन्डा नमिल्दा मन्त्री फेरिन्छन् तर जनताको अवस्था कहिल्यै फेरिँदैन। त्यसैले यसपालि एउटा नयाँ प्रयोग गर्ने हो कि यदि हामी साँच्चै स्थिरता चाहन्छौँ भने एउटा पार्टीलाई सरकार चलाउन दिने साहस गरौँ। भोट हाल्दा प्रत्यक्षमा एउटालाई, समानुपातिकमा अर्कैलाई गरेर मत नबाडौँ। यदि तपाईले कुनै एउटा दललाई विश्वास गर्नुहुन्छ भने दुवै छाप एउटै पार्टीलाई दिएर उसलाई बहुमतको शक्ति सुम्फी। बाँडिएको मतले बाँडिएकै सरकार बनाउँछ तर एकजुट मतले मात्र स्थिर सरकार ल्याउँछ। यो चुनाव कुनै पार्टीलाई जिताउने मात्र होइन, देशको अस्थिरतालाई हराउने मौका हो। सोच्नुहोला, यसपालि बहुमत एउटैलाई, स्थिरता देशलाई।